पछि राज्यले चाह्यो भने 1 वर्षमा 10 लाख रोजगारी हुन्छ नेपालमा भन्नुस् कसरी मलेसियाबाट कति काठ ल्याएछ हो किन ल्याएछ त्यो कमिसन जम्मैलाई जान्छ त्यही भएर काठ मलेसियाबाट ल्याएछ यहाँ चाहिँ काठ छ भने वनमुद्दा लगाइदिइहाल्ने यहाँबाट काठ वनमुद्दा होइन काठ कुहिएर फ्याँकिराखेको छ वहाँ चाहिँ काठको फ्याक्ट्री मात्रै यति खाली जमिन छ 1000 मान्छे काठ काट्ने 2000 मान्छे रुख रोप्ने 1000 काठ काट्ने 2000 रुख रोप्ने 1000 काठ काट्ने फर्निचर बनाउने जम्मै गर्ने 2000 ले कन्टिन्युस रुख रोप्ने पहाडका पुरै जमिन खाली छ रोजगार सिर्जना अब तराईमा पनि अब कतिपय नदीहरू अथवा खहरेहरूले चाहिँ त्यहाँ तपाईको जमिन पुरिराखेको छ यहाँ सुगर क्यान मजाले लाउन सक्ने ठाउँ छ जम्मै सुगर क्यान फ्याक्ट्री चाहिँ बन्द गरेको छ बाहिरबाट नेसनल ट्रेडिङले र साल ट्रेडिङले ल्याउँछ त्यो कमिसन नेतासम्म पुग्छ भनेपछि यहाँ त कमिसन तन्त्र हावी भयो के नेता तन्त्र कमिसन तन्त्र हावी भयो जनता तन्त्र चाहिँ गुलाम भयो के र हाम्रो नेताहरूले के गर्यो भने भिखारी बनाउने ट्रेनिङ दियो हरेक पार्टीका नेताले जागिरको लागि भिख माग्न आइज योजनाको लागि भिख माग्न आइज मन्त्री मनमा भिख माग्न आइज जम्मै पार्टीमा त्यही छ कि छैन हेर्नुस् त जम्मै पार्टीको अध्यक्ष स्वाभिमानी कार्यकर्ता होइन गुलाम कार्यकर्ताहरू उत्पादन गर्ने कारखाना बने नेपाल त स्वर्ग हो यहाँ तपाईँको 5 वर्ष जम्मै पार्टीले जम्मै राजनीतिक पार्टी एक ठाउँमा गोलबन्द होस् 10 वर्षको योजना बनाओस् यो योजनामा हामी कसैको विरोध गर्दैनौं 10 वर्षमा यो योजनामा हामी पैसा खन्यौं यसले 10 लाख रोजगार सिर्जना हुन्छ जस्तै युरिया फ्याक्ट्री छ हाइड्रोजन ग्यास यहाँ निकाल्न सकिन्छ तपाईको फलामको खानी छ पेट्रोलियमको खानी निस्केको भर्खर सुन्नुभएको छ सोलर पावर प्लान्ट हामी लाउन सक्छौं इन्डियामा इनर्जी डिफिसियन्सी छ हामी चाहिँ हरेक चीज चाहिँ यहाँ चाहिँ तर के भयो भने हामी आफ्नो सम्पत्ति अर्जन छोडेर जसले सम्पत्ति जसले पैसा कमाउँछ त्यसैलाई बेचिदियौं कि अब यस्तो यहाँका राजनीतिक पार्टीहरूले स्वाभिमानी अर्थतन्त्र स्वाधीन अर्थतन्त्र किन बनाउन सकिन् यी सबै विदेशीका गोटी भनेर कारण त जम्मैको आफ्नो ल्याकत नभएर